टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। कक्षा 12 को विद्यार्थीले नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने सम्बन्धी प्रसङ्गबाट। कक्षा 12 मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन्। कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा 12 को परीक्षा सञ्चालन गर्न क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई व्यापक पर्ने नजिकको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो। कोरोनाका कारण आफू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँ घर पुगेकाले घर व्यापकको विकल्प पनि सोच्न लागि हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले कक्षा 12 को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेटेर हेरिरहेका विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो। बोर्डले कक्षा 12 को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फारम भरेका विद्यार्थीमध्ये कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ 9 जिल्लाभन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भने विवरण बोर्डले सङ्कलन गर्दैछ। सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकाले अहिलेदेखि नै गृह कार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो। यसबाट कुन विद्यार्थी कुन जिल्ला नगर वाडामा बसोबास गरेको छ भन्ने सम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाएको छ। परीक्षाको उत्तर पुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनौट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनु पर्ने अवस्था रहेको जनाएको छ। यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन विद्यालयलाई आग्रह गरेको छ। कक्षा 12 सम्म सञ्चालन भएको विद्यालय र भए विद्यार्थीले आफू बसोबास गरेको नजिकको विद्यालयबाट उक्त परीक्षा दिन पाउनेछ। पटक पटक नतिजा प्रकाशन गर्न र कार्य झन्झटिलो हुने भएकाले एकैपटक गर्नुपर्ने अवस्था रहेको जनाएको छ। सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा 3 सप्ताहको हाराहारीमा विद्यार्थीलाई समय दिएर कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ। सिन्धुलीपाल्चोकको बाहविसे पहिरोले पुरिएर 12 वटा घर पुरिँदा 23 जना बेपत्ता भएका छन्। अहिलेसम्म एउटा शव फेला परेको छ। बाहविसे वार्ड नम्बर 7 घुमथाङको नागपुजेमा भिरखबाट खसेको पहिरोले 9 घर पूर्ण क्षति हुँदा कम्तीमा 17 जना बेपत्ता भएको मेयर निकुञ्जो शेर्पाले जानकारी दिए। भिरखबाट खसेको पहिरोले नागपुजेका कम्तीमा 9 घर पुरिएको र 17 जना बेपत्ता भएको सूचना आएको छ। भिरमुखका 3 र पुरिँदा 6 जना बेपत्ता भएका छन्। मेयर शेर्पाले भने अहिलेसम्म 1 जनाको शव फेला परेको छ। जुमखर्कमा पनि पहिरो गएको त्यहाँको क्षतिबारे जानकारी आइसकेको छैन। स्थानीय शिक्षक बजिर भण्डारीलाई उद्धत गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रेम सल्लाहकार श्रीधर न्युनेपानी भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरण अनुसार नागपुजेमा 8 घर र भिरखर्कमा 10 घर पुरिएका छन्। नागपुजेका सबै 8 घरका मानिस बेपत्ता छन्। भिरखनका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ। अहिले पनि घटनास्थलमा ठुलो पानी परिरहेको उद्धारमा कठिनाइ भएको मेयर शेर्पाले जानकारी दिए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नष्ट गरेको प्रारम्भिक अनुसन्धानमै बजारमा प्रयोग भएका सेनिटाइजरमध्ये 45% बरु हानिकार देखाएको छ। उसले 22 ब्रान्डको नमुना परीक्षण गर्दा 45%मा 2 खाले हानिकार जीवाणु ब्याक्टेरियालाई नष्ट गर्ने क्षमता नभएको पाएको छ।
ती मानव स्वास्थ्यका लागि हानिकारक समेत छन्। औषधि उत्पादन सङ्घका अनुसार देशभर 300 भन्दा बढी सेनिटाइजर उद्योग छन्, तर औषधि व्यवस्था विभागबाट जम्मा 40 वटाले मात्र सञ्चालन अनुमति दिएका छन्। ती सबैको अनुगमन एवं नियन्त्रण गर्न विभाग असमर्थ देखिएको छ। विषाक्त सेनिटाइजर छयाप्ती भएको गुनासोपछि बल्ल उसले 5 वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाएका थिए। विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले सेनिटाइजरमा 83% मेथानल प्रयोग गरेका छन्, जबकि मेथानलले मानिसको ज्यान नै जान सक्छ। भक्तपुरको नेपाल कयान्ड उद्योग काठमाडौँका हाइजिन सोप एन्ड केमिकल प्राइभेट लिमिटेड, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्राइभेट लिमिटेड, सस्केम कम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टका 5 ब्रान्डका सेनिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाएको थियो। प्राणघातक मेथानल मिसावट गरेर सेनिटाइजर उत्पादन गर्ने ती उद्योगले औषधि व्यवस्था विभागबाट अनुमति समेत नलिएको पाएको छ। कानुन ती उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैन, तर विभागले दर्ताबिनै सञ्चालनमा रहेका सेनिटाइजर उद्योगलाई कारबाही गर्न व्यवस्था गरेको छ। केलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई 24 घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ केलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ। पत्रकार महासङ्घ केलाली शाखाको अनुगवाईमा शनिबार भएको छलफलमाथि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यान आकर्षण पत्र बुझाएको पत्रकार महासङ्घले केलाली शाखाका अध्यक्ष जगत साउदे बताउनुभयो। ध्यान आकर्षण पत्र बुझ्दै प्रिन्सिय बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ। हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ। उहाँले भन्नुभयो, आइतबारसम्म घटनामा सङ्कलनलाई समात्न सक्छौँ। जिल्ला प्रहरी कार्यालय केलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले दिएको जानकारी अनुसार थुनुवा कक्षभित्रै 19 वर्षीय युवकले आत्महत्या गरेको भन्दै समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो। आत्महत्या भने समाचार झुटो भएको र समाचार हटाउनु पर्ने भन्दै 20 र 25 जना युवाको समूहले दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो। सहसचिवले सञ्चार गृहका सहसम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुमार र प्राधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार, बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए
नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठिक रोज्नुभयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। केही पिउँ कि? कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी, सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा काढ पैसा काढ पैसा काढ आयमी काउन्टर गेलै पैसा काढ लेलकै पैसा राईका ब्याज कमाई पैसा काढ कने ओनी देखली सब कुछ किन मिलल सब दुकान में चलत अब पैसा काढ नया चलन आइल चुली तिरली चलल अपन जनकपुर में चलते पैसा काढ। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ नाममै पहिचान छ नाममै यसको जीत। ओपिसी सिमेन्ट। हाय हाय, सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रहरीले काठमाडौँ दुर्लभ वन्यजन्तु कछुवा सहित 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरी गङ्गाका सर्वराज बुढा नुवाकोट बेलकोट गढी नगरपालिका 5 बस्ने सुरेन्द्र श्रेष्ठ र प्रमोद बास्कोटा, काभ्रेचुरुङक नमु बुद्ध नगरपालिका 8 बस्ने सन्तोष रम्तेल र रोडहाटका रूपेश तिनसिना रहेका छन्। विशेष सूचनाको आधारमा काठमाडौँ महानगरपालिका 14 कलङ्कीबाट उनीहरूलाई पक्राउ गरेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनीहरूलाई प्रहरी वृत्त कालीमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। गए राति चितवनबाट बिक्री वितरण गर्ने कछुवा काठमाडौँ ल्याउँदैछ भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। उहाँका अनुसार कछुवा 35 लाख रुपैयाँमा बिक्री गर्न मोलतोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका 9 निकोसेरामा गए परिवारका 3 जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान
सुदीप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बैंकको ऋण तथा व्यापार व्यवसायका लागि भन्दै ससुरालीबाट लिएको ऋण र त्यसबाट उत्पन्न घरायसी झगडाका कारण घटनाले परिवार नै सखावत हुने अवस्था निम्त्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्। प्रहरीका अनुसार सुदीपले कृषि विकास बैंकबाट 33,85,000 रुपैयाँ ऋण लिएको कागजात पत्र फेला परेको छ। यस्तै ससुराबाट समेत व्यापार व्यवसायका लागि भन्दै गत वैशाखमा 2 लाख ऋण लिएको देखाएको छ। सोही कारण परिवारमा कहल सुरु भएको र बैंकले एक आना 3 पेसामा बनेको घर नै लिलाम गर्न अवस्था सिर्जना भएपछि परिवारको हत्या गरेर आफूले समेत आत्महत्या गरेको बाटो रोजेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सुतेकै अवस्थामा श्रीमती र छोराको हत्या गरिएको र घटनामा धारिलो हत्या समेत प्रयोग गरेको पाएकोले परिवारको हत्यापछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताउँछन्। हाल मनसुनको निम्नचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 बागमती प्रदेश गण्डकी प्रदेश 5 का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान दिउँसो देशभर सामान्यता बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश 5 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आइतबार राति देशभर आंशिकदेखि सामान्यता बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1 बागमती प्रदेश 2 गण्डकी प्रदेश र प्रदेश 5 का 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा पछिल्लो 24 घण्टामा 94,000 भन्दा धेरै कोरोना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा 94,409 जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या 47,51,788 पुगेको छ। यस्तै भारतमा एकै दिन 1100 भन्दा धेरै संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 78,614 पुगेको छ। यस्तै पछिल्लो 24 घण्टामा अमेरिकामा 37,444 संक्रमित थपिएका छन् भने झन्डै 700 जनाको ज्यान गएको छ। अमेरिकामा अहिलेसम्म जम्मा संक्रमितको संख्या 66,74,763 र ज्यान गुमाउनेको संख्या 1,98,119 पुगेको छ। त्यस्तै ब्राजिलमा 31,880 कोरोना संक्रमित थपिँदा कुल संक्रमितको संख्या 43,15,800 पुगेको छ। हिजो ब्राजिलमा 800 संक्रमितको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 1,31,200 पुगेको वर्ल्डोमिटर्सले जनाएको छ। पछिल्लो विवरण अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 2,89,28,750 पुगेको छ भने 9,24,000 भन्दा धेरैले ज्यान गुमाएका छन्। हस्त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।